आज हामी एउटा अलि फरक विषयमा कुरा गरौँ है। कसरी एउटा सामान्य कपडा पसल पनि महिलाहरूको जीवनमा केही अर्थपूर्ण परिवर्तन ल्याउने ठाउँ बन्न सक्छ भन्ने बारेमा हो। एकदमै रोचक विषय हो यो। हामी देहरादून उत्तराखण्डको एउटा बुटिक द लेडिज बुटिक एन्ड कलेक्सन्स र यसकी सञ्चालक हेमा कण्डारीको कथामा अलिक गहिरेर हेर्दैछौँ आज। हामीसँग एउटा लेख छ, हेमा कण्डारी महिला सशक्तिकरणको यात्रा भन्ने, त्यसैमा आधारित भएर कुरा गर्ने हो। त्यसमा उहाँको 2013 देखिको यात्राको कुरा छ। कसरी यो बुटिक फ्यासन अनि उद्यमशीलता र महिला सशक्तिकरणको एउटा सङ्गम जस्तो बन्यो भन्ने कुरा अलिक खोतलौँ न त। बिल्कुल। र यहाँ महत्त्वपूर्ण कुरा के छ भने यो केवल एउटा सफल व्यापारको कथा मात्रै होइन, त्यो स्रोतले पनि भन्छ नि यो ठाउँ कसरी समुदायसँग जोडिन्छ अनि खास गरी महिलाहरूलाई कसरी अलिकति बलियो महसुस गराउँछ भन्ने कुरा हो। त्यही नै हो।